हामीले पहिले स्टक दिएको थियौँ सिकेएचएल, जो चाहिँ 7 नोभेम्बर 2025 को चाहिँ 2 to 3 विक्स होल्डिङ पिरियड हुन्छ भनेर बाईको लागि दिएको थियौँ। बधाई छ यदि तपाईँले किन्नु भएको भए। जसको चाहिँ 595 भन्दा मुनि इन्ट्री जोन थियो भने 558 चाहिँ स्टप लस थियो। जुन स्टकले चाहिँ अहिले चाहिँ के गरेको छ त भन्दाखेरि 650 फर्स्ट टार्गेट जोन अचिभ गरेको छ। बधाई छ यदि तपाईँले यो स्टक किन्नु भएको भए है। यही फर्स्ट टार्गेट जोनबाटै नै सप्लाई आउन थालेको छ, किनकि पछिल्लो चोटि पनि यही जोनबाट चाहिँ सप्लाई आएको थियो। त्यही भएर चाहिँ अब चाहिँ 50% 70% सम्म प्रॉफिट बुक गर्न सक्नुहुन्छ है त। त्यसैगरी अर्को स्टक थियो एमएचएनएल, जसको चाहिँ 235 स्टप लस थियो। लास्ट विक चाहिँ यहाँनिर थियो, यो क्यान्डल बन्दै थियो हैन। त्यसपछि 250 मुनि मैले त्यो भन्दा अघिल्लो हप्ता नै तपाईहरुलाई चाहिँ बाई गर्नको लागि मैले यो क्यान्डल बनेपछि नै मैले यो स्टकहरु दिएको थिएँ। सो यदि तपाईले फर्स्ट टार्गेटमा बेच्नु भएको भए 268 मा बधाई छ, यसमा पनि तपाईहरुले प्रॉफिट बुक गर्नु भएको छ। सो अब अहिलेको सिनारियोमा फेरि 250 मुनि 251 को जोनमा छ। यदि 250 मुनि आउँछ भने फेरि रिइन्ट्री चाहिँ गर्न सकिन्छ है त। त्यसैगरी अर्को स्टक थियो रेडी, जसको चाहिँ हामीले प्लान गरेको थियौं कि 7 नोभेम्बर 2025 को 2 to 3 विक्स को लागि, जसको स्टप लस 213 थियो, बाई बिलो 228 थियो। अहिले चाहिँ के छ त भने यदि तपाईले 228 भन्दा मुनि लिनु भएको भए चाहिँ अहिले प्रॉफिटमै छ है। यसको फर्स्ट टार्गेट 245 हो, अनि त्यसपछि गएर सेकेन्ड टार्गेट 250 हो है। अब यसलाई चाहिँ तपाईले किन्नु भएको छ भने होल्ड नै गर्दाखेरि बेटर हुन्छ, किनभने यो अप ट्रेन्डमा बिस्तारै चाहिँ चल्दैछ है त। यो अप ट्रेन्ड भन्नुको अर्थ चाहिँ यहाँनिरबाट यदि तपाईले यसरी ट्रेन्ड लाइनहरु ड्रा गर्नुहुन्छ भने यो चाहिँ हामीले अप ट्रेन्ड देख्न सक्छौं। सो यसलाई चाहिँ हामीले अप ट्रेन्ड भन्छौं है त। सो त्यही भएर आत्तिनु पर्ने अवस्था छैन। यदि 228 मा पाइन्छ भने फेरि पनि रिइन्ट्री गर्न मिल्छ है त। त्यसैगरी अर्को स्टक थियो टीटीएल। यो टीटीएल चाहिँ हामीले यहाँबाट चाहिँ ट्रेड प्लानहरु मैले तपाईलाई शेयर गरेको हो, किनभने यहाँनिर बुलिश क्यान्डल आइसकेपछि अब चाहिँ यसको लो लागेको हो। अब चाहिँ हामीले चाहिँ किन्न मिल्छ भनेको मैले तपाईलाई दिएको थिएँ। जब चाहिँ यो सानसानो क्यान्डलहरु बन्दै थियो त्यति बेला पनि यहाँनिर यो एरो मार्क गर्नु भनेको चाहिँ के हो भने मैले प्रत्येक हप्ता चाहिँ तपाईहरुलाई आएर चाहिँ यो स्विङ ट्रेड प्लानहरु शेयर गरिरहेको हुन्छ हैन। सो त्यही हिसाबले चाहिँ मैले तपाईले यो एरोलाई बुझ्नु होला। तपाईले यदि चाहिँ 710 मा किन्नु भएको थियो भने अहिले 773 मा प्रॉफिटमै छ। त्यही भएर चाहिँ प्लान बनाएर चल्न सकियो भने यदि भोलि 840 को जोनमा पुग्दा त सप्लाई 100% आउँछ, किनभने पछिल्लो चोटि पनि यहाँबाट चाहिँ एकदम सप्लाई आएर घटेको। त्यही भएर चाहिँ अब अहिलेबाट चाहिँ बिस्तारै थोरै प्रॉफिट बुक गर्न सकिन्छ, किनकि हामीले 1:1 1:2 भनेर चाहिँ प्रॉफिटको टार्गेटहरु राख्दै गर्दाखेरि तपाईले चाहिँ अब ल मानम 1 लाख रुपैयाँ रिस्क लिनु भयो हैन, तपाईको चाहिँ 1 लाख रुपैयाँ प्रॉफिट छ भने त्यसबाट बुक गर्न सकियो नि त हामीले। त्यही भएर तर यदि होल्डै गर्नु भएको छ भने नि आत्तिनु पर्दैन। बुलिश क्यान्डल यहाँबाट पनि फर्मेसन भएर बढेको छ, जसरी यहाँनिर बनेको थियो त्यस्तै क्यान्डल यहाँ बनेको छ। सो त्यही भएर चाहिँ अब यसलाई चाहिँ अहिलेको सिनारियोमा होल्डै गर्दा हुन्छ। 840 चाहिँ टार्गेट फर्स्ट टार्गेट, अनि त्यसपछि गएर सेकेन्ड टार्गेट 890 छ है त। त्यसैगरी हाम्रो अर्को स्टक थियो जीबीबीएल। मैले जीबीबीएल चाहिँ हाम्रो स्टप लस 372 हुँदाखेरि पनि लास्ट विक यहाँनिर यो क्यान्डल बनेपछि मैले तपाईलाई चाहिँ के भनेको थिएँ त भन्दाखेरि अब डराउनु पर्ने अवस्था छैन, किनभने अब यो बढ्ने हो है। मैले लास्ट विक नै तपाईहरुलाई चाहिँ गाइड गरिसकेको थिएँ, किनभने जब यसरी चाहिँ मार्केटमा ह्यामर क्यान्डल आउँछ सपोर्टको जोनमा, प्रिभियस चाहिँ नि यहाँबाट पनि बुलिश क्यान्डलहरु फर्मेसन भएको छ, जस्तो कि हामीले टीटीएल मा देख्यौं हैन। सो त्यस्तै अनुसारले यहाँनिर के भइरहेको छ त भन्दाखेरि यस्तो बुलिश क्यान्डलहरु बनेको बेलामा चाहिँ के हुन्छ त भने अब यही जोनहरुबाट स्मार्ट मनीले अकुमुलेसन गरेर बढाइरहेको हुन्छ कि। सो यहाँ के बन्यो त भन्दाखेरि डोजी भनेको डुअल डाइरेक्सन हो। डुअल डाइरेक्सन पछि बिस्तारै यहाँनिर ह्यामर आयो भने चाहिँ त अब कन्फर्म हो हैन। सो त्यही भएर तपाईले 370 अथवा 375 सम्म किन्नु भएको भए पनि अहिले अब 386 मा छ प्राइस भनेपछि अहिले चाहिँ तपाई प्रॉफिटमै हुनुहुन्छ हैन। सो त्यही भएर यसको टार्गेट अब अझै तल किन्नु भएको थियो भने तपाईले टार्गेट चाहिँ यहाँनिर 400 सम्म बेच्न सक्नुहुन्छ है त। सो यदि इन्ट्री गर्नु भएको छैन भने अझै पनि बाइङ जोनमा छ, यसलाई चाहिँ हामीले सन्डेको लागि प्लान गर्न सकिन्छ है त। यो पनि हाम्रो के थियो त भन्दाखेरि 7 नोभेम्बर 2025 कै चाहिँ हामीले प्लान गरेको ट्रेड प्लान हो। त्यसैगरी हाम्रो अर्को स्टक थियो पीएफएल। यो पनि 7 नोभेम्बर 2025 मै प्लान गरिएको ट्रेड हो। 2 to 3 विक्स होल्डिङ पिरियड भनेको, तर यो चाहिँ के भइरहेको छ त भने सपोर्ट जोनमै चाहिँ अकुमुलेसन भइरहेको अवस्था छ हैन। तर ट्रेड प्लान अनुसार हाम्रो के भइरहेछ त भने यसलाई स्टप लस भएर हामी एक्जिट पनि भएको छैन, टार्गेटमा पुगेर एक्जिट पनि भएको छैन, भनेपछि के भएको छ त भन्दाखेरि यो बाइङ जोनमै छ है। अझै पनि यसको के हुन्छ त भने यो मोमेन्टम चाहिँ यहाँबाट यसरी आउँछ कि भन्ने कुरा थियो हाम्रो, तर यो मोमेन्टम यसरी नचलिसकेपछि अब चाहिँ के हुन्छ त भने यो मोमेन्टम यहाँबाट चाहिँ कन्टिन्यू हुन्छ कि। किनभने तपाईको यहाँनिर देख्न सक्नुहुन्छ, तपाईले यहाँनिरबाट इन्भर्टेड ह्यामर हैन, तलबाट चाहिँ बाइङ प्रेसर सुरु भएको क्यान्डल हैन। यो किनभने जस्तो कि तपाईले यहाँनिर हेर्नुहुन्छ नि यो जुन क्यान्डल बनेको थियो यही क्यान्डलको चाहिँ नि यो क्यान्डल चाहिँ के हो त भन्दाखेरि सपोर्टिभ क्यान्डल हो कि। मार्केट कस्तो क्यान्डलले बढाएको छ त, जब यस्तो क्यान्डलहरु आउन थाल्छ तब बढ्छ भने चाहिँ यो पनि के छ त भने सन्डेबाट चाहिँ नेक्स्ट विक चाहिँ हाम्रो टार्गेटतिर जान सक्छ। नेप्सेको पनि म एनालाइसिस गरेर देखाउँछु, किनभने नेप्से पनि हाम्रो बुलिश सेन्टिमेन्टमै छ है त। सो त्यसैगरी अर्को ट्रेड प्लान थियो हाम्रो समता।
यो पनि 7 नोभेम्बर 2025 कै चाहिँ नोभेम्बर फर्स्ट विकमै प्लान गरिएको ट्रेड हो। यसको पनि 2-3 हप्ता होल्डिङ पिरियड थियो हैन। तर के भयो त भन्दाखेरि लास्ट विक चाहिँ हामी यहाँ थियौँ। त्यसपछि के भयो त भन्दाखेरि बुलिश क्यान्डल बनेर मार्केटमा बढ्न सुरु गरिसकेको छ। भनेपछि प्रत्येक चाहिँ नै 2 दिन 3 दिनमा चाहिँ के भइरहेको छ त भन्दाखेरि यसरी यहाँनिर बुलिश क्यान्डलहरू देख्न सकिन्छ। यसको पनि सेम कन्सेप्ट छ। यहाँनिर जब बुलिश क्यान्डल आयो त्यसपछि यो क्यान्डल भन्दा मुनि मार्केट जानु सकेन हैन। मैले लास्ट विक चाहिँ तपाईहरुले दिँदै गर्दाखेरि चाहिँ प्राइस यहाँनिर थियो भनेपछि 800 780 मा 780 मा यदि इन्ट्री लिनु भएको थियो भने अब अहिले 857 मा छ। अहिले पनि प्रॉफिटमै छ। यसलाई चाहिँ होल्डै गर्नुस् अथवा पार्शियली अब प्रॉफिट छ भने चाहिँ बिस्तारै बिस्तारै 10 20 30% गरेर प्रॉफिट निकाल्न सक्नुहुन्छ है त। यसको फर्स्ट टार्गेट 945 अनि सेकेन्ड टार्गेट 1020 छ। अलिकति टाइम लगाउला जस्तो छ यसले, तर टार्गेट चाहिँ यसले अचिभ गर्छ है त। सो त्यसैगरी म अगाडि तपाईहरुले 2-3 टा ट्रेड प्लानहरु देखाउँछु। यो निकाको ट्रेड प्लान हो एनआईसीए जो 7 नोभेम्बर 2025 कै चाहिँ हामीले प्लान गरेको हो भने यसले पनि के गरेको छ त भन्दाखेरि फर्स्ट टार्गेट अचिभ गरेको छ है। यसको चाहिँ हामीले प्लान गर्दै गर्दाखेरि चाहिँ प्राइस चाहिँ यो जोनहरुतिर थियो। यसको पनि सेम कन्सेप्ट हो टीटीएल को जस्तो। यहाँनिर ग्रीन क्यान्डल जो आयो बुलिश क्यान्डल यसकै वरिपरिबाट चाहिँ मार्केट रिभर्सल दिन सक्ने चान्सेस छ भनेर चाहिँ हामीले बाई गरेको। तर के भयो त भन्दाखेरि स्टप लस वरिपरि आएर यहाँनिर बुलिश क्यान्डल फर्मेसन भयो, फेरि डोजी बन्यो। डोजी बनेपछि मार्केटले यो हप्ता नै चाहिँ के गर्यो त भन्दाखेरि फर्स्ट टार्गेट अचिभ गर्यो। सो त्यही भएर चाहिँ अब यो हप्ता चाहिँ हामीले चाहिँ के गरिसक्यौं त भन्दाखेरि फर्स्ट टार्गेट पुग्दाखेरि 243 मा अझै बढ्छ भन्ने हैन कि, यहाँनिर चाहिँ पुग्दाखेरि चाहिँ हामीले प्रॉफिट बुक गर्यौं हैन। सो त्यही भएर चाहिँ त्यसैगरी अर्को पनि छ प्रिमियम ग्रुपमै दिएको ट्रेड हो एचआरएल। तपाईले यहाँ देख्न सक्नुहुन्छ 7 नोभेम्बरकै चाहिँ प्लान गरेको थियो हामीले यसलाई। यसको पनि 830 भन्दा तल किन्नुको लागि चाहिँ यहाँनिर हुँदाखेरि यो क्यान्डल बनिसकेपछि चाहिँ प्लान गरेको। त्यतिबेला के भयो त भन्दाखेरि ट्रेन्ड लाइनमा आएर यहीँनिरबाट चाहिँ के भयो त भन्दाखेरि प्राइस रिभर्स दियो। भनेपछि यो हप्ता यसले पनि 900 मा फर्स्ट टार्गेट अचिभ गरेर अलिकति 50% मात्रै प्रॉफिट चाहिँ हामीले बुक गर्यौं हैन। त्यसैगरी यहाँनिर अर्को ट्रेड प्लान छ जेबीएलबी। यसलाई चाहिँ हामीले 27 अक्टोबर 2025 मा चाहिँ प्लान गरेको। यो चाहिँ 2-3 हप्ताको होल्डिङ पिरियड हुन सक्छ भनेरै प्लान गरेको। तर के भयो त भन्दाखेरि अलिकति 4 हप्तासम्म यसले टाइम लियो, तर सेकेन्ड टार्गेट पनि यसले अचिभ गरिदियो है त। फर्स्ट टार्गेटसम्म पुगेपछि झन् बुलिश क्यान्डलहरु बनेर चाहिँ यसले सेकेन्ड टार्गेटसम्म पुग्यो। अब यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यो भनेको चाहिँ एकदम सेलिङ प्रेसर आएको क्यान्डल हो। भनेपछि यसमा हामीले मात्र हैन कि अब अरु कसैले पनि होल्ड गरेको थियो भने उहाँहरूले पनि एक्जिट गरेको। यसलाई चाहिँ तपाईले स्मार्ट मनीको रूपमा बुझ्नु होला। त्यही भएर चाहिँ प्लान बनाएर चल्न सकियो भने चाहिँ मार्केटमा कमाउन एकदम इजी छ के। अब तपाईले यहाँ सबै ट्रेड प्लान हेर्नुहुन्छ भने हैन, यसरी सबै ट्रेड प्लान हेर्नु कुनै पनि स्टकमा चाहिँ किनेपछि लस चाहिँ छैन के। मार्केटमा आइसकेपछि त एटलिस्ट पनि तपाईले चाहिँ मार्केटमा कमाउन नसके पनि मार्केटमा त गुमाउनु त भएन नि त। सो त्यही भएर यसरी ट्रेड प्लान बनाएर चलियो भने चाहिँ हामीले जहिले पनि प्रॉफिट लिन सकिन्छ मार्केटबाट। ट्रेडिङ भनेको एकदम इजी छ के। जबसम्म हामीले चाहिँ यसरी ट्रेड प्लान बनाएर चल्छौं तबसम्म मात्रै सजिलो छ, नत्र भने चाहिँ र्यान्डमली बाई गरेर हुँदैन। सो त्यही भएर चाहिँ यदि तपाई हामीसँग जोडिनुहुन्छ भने हामीले चाहिँ तपाईहरुले के गर्छौं भने यो सबै ट्रेड प्लानहरु कसरी बनाउने देखि लिएर सिकाउने कुरादेखि लिएर यो सबै ट्रेड प्लानहरु तपाईहरुसँग शेयर हुन्छ। मैले पछिल्लो चोटी पनि तपाईहरुले शेयर गरेको थिएँ एसएचएल को बारेमा। त्यही भएर मार्केटमा विन विन सिचुएसन हुन्छ के। यदि तपाई हामीसँग जोडिएर ट्रेड गर्नु भयो भने तपाईहरुलाई पनि के हुन्छ त भने प्रॉफिट कमाउन चान्सेस हुन्छ। यो मार्केटमा त जसले पनि किन्न सक्यो नि त, यो लो लेभलमा त आएर त जसले पनि किन्न सक्यो। सो यदि तपाईलाई गाइडेन्स हुने हो हैन, अब त 800 अथवा 800 मुनि पाइन्छ भने किन्नुस् भनेर चाहिँ यसरी गाइडेन्स दिने हो भने त जसले नि किनेर प्रॉफिट कमाउन सक्छ त। त्यही भएर चाहिँ यदि तपाई पनि हामीसँग जोडिएर ट्रेड गर्न चाहनुहुन्छ भने यो स्क्रिनमा देखाइएको क्यूआर मा स्क्यान गरेर अथवा यो नम्बरमा व्हाट्सएप गरेर चाहिँ तपाईले हामीसँग जोडिन सक्नुहुन्छ है त। सो अब अगाडि यो हप्ता आइतबार किन्नुको लागि कुन स्टक छ त्यो म तपाईहरुलाई दिने नै छु। त्यो भन्दा पहिला हामीले नेप्सेको एउटा पर्सपेक्टिभ चाहिँ हेर्न सक्नुपर्छ के। तपाईले यहाँ देख्न सक्नुहुन्छ मैले बारम्बार भन्दै आएको छु पछिल्लो चोटिको यो 1800 अनि त्यसपछि गएर 2200 को जुन एउटा कन्सोलिडेसन जोन थियो त्यही कन्सोलिडेसन जोनमा पनि अहिले पनि यो के गरिरहेको छ त भन्दाखेरि मार्केट एक्ज्याक्टली मुभ गरिरहेको छ के। सो भनिसकेपछि हामी कुन फेजमा छौं त भन्दाखेरि यो चाहिँ 1800 2200 को जोनमा जसरी मार्केट चलेको थियो त्यही नै हो के। यसलाई पनि यहाँनिर ल्याएर ओभरल्याप गर्यो भने एक्ज्याक्टली चाहिँ यहाँ म्याच हुन्छ है त। सो त्यही भएर चाहिँ अहिले पनि कन्सोलिडेसन जोनमा छौं। यदि मार्केटमा चाहिँ भोलि के हुन्छ त भने यो कन्सोलिडेसनको जोन अझै चल्यो हैन, अब अहिले चाहिँ के गरिरहेछ त भन्थे 2450 अनि त्यसपछि गएर यही 3000 को लेभलमा चाहिँ मार्केटले सपोर्ट रेजिस्टेन्स बनाएर अगाडि बढिरहेको छ। सो यसलाई अझै क्लियरली बुझ्नुको लागि डेली क्यान्डलमा आयो भने हामीले अझै राम्रोसँग बुझिन्छ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ
यो चाहिँ ग्रुपमा चाहिँ डेली अपडेट हुन्छ है। ग्रुपमा यदि तपाईँ जोइन हुनुहुन्छ भने चाहिँ तपाईँलाई चाहिँ अब नेप्सेले आज के गर्यो, अबको आगामी आउने हप्ता के हुन्छ, सबै कुराहरू चाहिँ हामीले यहाँ प्रिडिक्सन गरेर चाहिँ बनाएको हुन्छौँ। यदि तपाईँले भिडियो पछिल्लोचोटि पनि हेर्नु भएको थियो भने चाहिँ यो सबै जति पनि प्लानहरू छ तपाईँसँग सेयर गरेकै प्लान हो होइन। यहाँनिर चाहिँ हामीले के बुझ्नु पर्यो भने जब जेनजीको चाहिँ नि आन्दोलन चलिरहेको थियो त्यति बेला मार्केट घटेको सबै रिकभर भइसक्यो क्या अब है। मार्केट त यहाँनिर थियो नि त, जुन जोनबाट चाहिँ नि मार्केट घटेको थियो त्यही जोनसम्म अहिले पुगिसकेको छ। प्लस तपाईँले यदि नोटिस गर्नुहुन्छ भने बुलिस क्यान्डल यहाँ आइसक्यो एकचोटि, त्यसपछि यही बुलिस क्यान्डलको वरिपरि यहाँनिर एउटा एकचोटि यहाँ ह्यामर क्यान्डल अनि अर्कोचोटि यहाँ ह्यामर क्यान्डल आएर बुलिस क्यान्डल बनेको छ। के भयो त भन्दाखेरि ह्यामर क्यान्डल आएर कन्टिन्यू बुलिस क्यान्डल बन्छ भने यसरी मार्केट बढ्ने हो है। कुनै पनि स्टक अथवा स्ट्रक्चर अनुसार यही नै हो, हुने नै यही हो। सो त्यसपछि चाहिँ मैले पछिल्लोचोटि पनि मार्केट रिटेस्ट गरेर अब यहाँबाट अप ट्रेन्ड सुरु होला, एउटा चाहिँ स्विङ आउँछ भनेर चाहिँ भनेको थिएँ होइन। त्यसै गरी चाहिँ यो जोन चाहिँ के भयो त भने हाम्रो लागि रिभर्सल जोन भयो यो जोन चाहिँ। यो जोनलाई रिभर्सल जोन किन भनेको त भन्दाखेरि मार्केट यो जोनभन्दा तल जाने बित्तिकै डिमान्ड आउनु थालेको छ है। यो तपाईँले पिन बार देख्न सक्नुहुन्छ अथवा स्याडो वाट एभर होइन, तपाईँले के भनेर बुझ्नुहुन्छ। त्यसपछि चाहिँ के भयो त भन्दाखेरि मार्केट बढ्न थाल्यो नि त। मैले ग्रुपमा पनि अपडेट गराएको थिएँ, अब चाहिँ प्लान ए अनुसार अपस्विङ नै आउँछ। प्लान बी चाहिँ हाम्रो के थियो त भन्दाखेरि यहाँ तलबाट चाहिँ अझै घटेर यतातिरको लिक्विडिटी स्विप गरेर बढ्छ कि भन्ने थियो, मैले बारम्बार भनिरहेको छु तपाईँलाई। तर के भयो त भन्दाखेरि हाम्रो त्यस्तो हुन सकेन। त्यो नभइसकेपछि मार्केट कन्टिन्यू अप ट्रेन्डमा गयो भने चाहिँ अब प्लान ए अनुसार चल्नुपर्छ। सो त्यही भएर मार्केट यतातिर हुँदाखेरि चाहिँ नोभेम्बर फर्स्ट विक है, नोभेम्बर फर्स्ट विक मार्केट यतातिर हुँदाखेरि यसको 50%मा रिटेस्ट गर्दाखेरि चाहिँ सबै ट्रेडहरू बाई प्लानको लागि हामीले दिएको सबै यहाँ 7 नोभेम्बर छ। सबै ट्रेड प्लानमा 7 नोभेम्बर मात्रै छ, किनभने कन्फर्मेसन त हामीलाई किन्नुको लागि भनेर एकचोटि यहाँबाट लो लगाएर एक त अप स्विङ लिइसकेपछि जब हायर हाई बनाएर हायर लो बनायो त्यसपछि यो जोनबाट कन्फर्मेसन आएको हो नि त। जसले यो जोनमा हुँदाखेरि किन्नुभयो उहाँहरूको चाहिँ अहिले अलमोस्ट प्रफिट नै छ। अबको नेक्स्ट जोन भनेको सप्लाईको जोन 2700 देखि 2800 को जोनसम्म हो। मार्केटमा आज बनेको जो क्यान्डल छ यो क्यान्डलहरू हामीले यो हप्ता है, यो हप्ताको सबै क्यान्डल हेर्छौँ भने के भइरहेको छ त भन्दाखेरि सबै बुलिस क्यान्डल मात्रै बनेको छ कि मार्केट घटेको छैन। भनेपछि यदि हामीले यो पछाडि आएर है, पछाडि आएर यो जोनहरूमा आएर जब चाहिँ यो 2200 लाई ब्रेकआउट दिएको थियो मार्केटले त्यति बेला कस्तो स्ट्रक्चर बनाएर बढ्यो त मार्केट ल हेर्नु हैन। सो कन्टिन्यू बुलिस क्यान्डलहरू आयो भनेपछि अब मार्केटमा पोजिटिभ सेन्टिमेन्ट हुँदैछ के। त्यही भएर हामीले चाहिँ अब पहिल्यै प्लान बनाएर चल्नुपर्छ। र अनि अर्को मेन इम्पोर्टेन्ट कुरा भनेको अब इलेक्सनको डेट पनि यहाँनिर आउँदैछ होइन। अब 49 दिन भनेर चाहिँ गर्नको लागि सुरु पनि भइसकेको छ। सो इलेक्सन भनेको गुड थिङ्स हो, राम्रो चिज हो होइन। त्यही भएर चाहिँ मार्केटमा उस्तै परे 3032 लाई ब्रेक पनि गर्न सक्छ। मार्केटमा जसले चाहिँ यसरी प्लान बनाएर चल्न सक्छ उसले नै कमाउने हो। ट्रेडिङमा त्यति गाह्रो छैन कि पैसा कमाउनलाई, अलिकति रिस्क म्यानेजमेन्ट अनि त्यसपछि गएर ट्रेड म्यानेजमेन्ट गर्न सकियो भने मजाले हुन्छ। अब आइतबार कुन स्टक किन्ने त है, यहाँनिर चाहिँ JBLB छ, फर्स्ट ट्रेड हो यो चाहिँ हाम्रो। सो यसमा चाहिँ 27 नोभेम्बर 2025 आज नै मैले चाहिँ प्रिपेयर गरेर अब चाहिँ यसलाई चाहिँ हामीले बाईको लागि चाहिँ सेटअप गरेका छौँ है। यो चाहिँ एउटा ट्रेड प्लान हो। सो बाँकी ट्रेड प्लानको लागि तपाईँले प्रिमियम ग्रुपमा जोइन गर्न सक्नुहुन्छ, जसको लागि चाहिँ तपाईँले यो स्क्रिनमा देखाएको QR अथवा यो WhatsAppमा चाहिँ मेसेज गर्न सक्नुहुन्छ है त ग्रुपको लागि भनेर। सो JBBL ज्योति विकास ब्याङ्क लिमिटेड यसको चाहिँ ट्रेड प्लान तपाईँले यहाँ देख्न सक्नुहुन्छ। 300 चाहिँ स्टप लस अनि त्यसपछि गएर 335 भन्दा मुनि नै इन्ट्री गर्नु होला। 335 भन्दा माथि चाहिँ हाम्रो ट्रेड प्लानलाई ब्रेक गरेको हुन्छ, रुल चाहिँ ब्रेक नगर्नु होला। फर्स्ट टार्गेट भनेको 350 अनि त्यसपछि गएर 380 सेकेन्ड टार्गेट छ है त। सो यसको होल्डिङ पिरियड भनेको 2 to 4 विक्स, भन्नुको अर्थ 2 हप्तादेखि 4 हप्तासम्म लाग्छ। त्यही भएर चाहिँ आफ्नो क्यापिटल कति छ त्यसलाई चाहिँ म्यानेज गरेर तपाईँले चाहिँ आफूले यसमा इन्भेस्ट गर्न सक्नुहुन्छ है त। सो यो JBBL चाहिँ नयाँ ट्रेड प्लान हो यो आगामी आउने हप्ताको लागि भने। बाँकी जति पनि स्टकहरू छ त्यो बाइङ जोनमा कुन स्टक छ त्यो हेरौँ है त। अर्को स्टक छ PFL, यो पनि बाइङ जोनमै छ। यसलाई पनि यो प्लान अनुसार तपाईँले स्क्रिनसट गरेर राख्नुहोस् कि यो ट्रेड प्लानलाई, तपाईँले इजी हुन्छ है। त्यसै गरी अर्को ट्रेड प्लान GBBL छ है। GBBL पनि बाइङ जोनमै छ तर अलिकति सस्तोमै किन्नु भयो भने बेटर हुन्छ। सो यो हप्ताको लागि आइतबार किन्नुपर्ने स्टक भनेको मेन स्टक JBBL, त्यसपछि PFL अनि त्यसपछि गएर GBBL छ है त। सो यो ट्रेड प्लान अनुसार चल्नु होला। यदि तपाईँले यहाँसम्म भिडियो हेर्नु भएको छ तर च्यानल सब्सक्राइब गर्नु भएको छैन भने च्यानल सब्सक्राइब गरिदिनु होला। सो स्टक मार्केटमा गुमाउन त सबैले गुमाउँछन् तर कमाउने धेरै कम नै हुन्छन् होइन। तर कमाउनुको लागि र गुमाउनुको लागि बिचमा डिफ्रेन्स भनेको एउटा सिम्पल छ, यो स्विङ ट्रेड प्लान मात्रै हो। यदि कसैसँग पनि प्लान छ भने उसले 300 में स्टप लस गर्छ, निस्किन्छ। जस्तो कि यो कहाँनिर लागु हुन्छ भने जस्तो कि यो जोनहरूमा हेर्नु होइन, यो जोनहरूमा हेर्दाखेरि के छ त भने
यो भनेको स्टप लस राखेर यहाँनिर टार्गेट राखिन्छ। यो क्यान्डलहरू त बनिसकेको हुँदैन नि त। तर बाई चान्स यहाँडी घट्यो भने उसले के गर्छ त भने आफ्नो स्टप लस यहाँ कट अफ गरेर निस्किदिन्छ कि हैन। थोरै स्टप लस चाहिँ यहाँनिर के गर्छ त भन्दाखेरि लसमा निस्किदिन्छ। त्यही भएर चाहिँ तपाईँले पनि ट्रेड प्लानहरू बनाएर चल्न सक्नुहुन्छ। यदि यहाँसम्म भिडियो हेर्नु भएको छ भने थ्याङ्क यू सो मच। आजको भिडियोमा यति नै। हामी अर्को हप्ता फेरि यसरी नै भेट्नेछौँ। ज्ञान बाँडे बढ्छ भन्ने सिद्धान्तको साथ। जय नेपाल।